हेलो नमस्ते साथीहरु, स्वागत छ कनेक्ट टु नेपाल युट्युब च्यानलमा। अहिले मलेसियादेखि जनरल वर्करको डिमान्ड आएको छ। के कसरी एप्लाई गर्न छ फुल भिडियो हेर्न 101% जेन्युन हो र यतिसम्म हेर्नुभएको छ भने भिडियोलाई लाइक र सब्स्क्राइब गरिदिनु होला र महिला दिदीबहिनीहरुको लागि जोर्डेन्सहरुको लागि एकदम राम्रो डिमान्ड आएको छ। यसलाई डिमान्ड नछुटाउनु होला। र अब डिमान्ड सुरु भन्दा अगाडिमा के भन्न चाहन्छु, एउटा साथीले कमेन्ट गरेको थियो मलेसिया खुलेको छ कि खुलेको छैन, त्यो भाइले त्यसको म रिप्लाई दिन्छु अनि बल्ल म सुरु गर्न चाहन्छु। पहिला यो भिडियो हेर्नु सानो। तैले धेरै जेपीटी कमेन्ट गरिस् मलेसिया खुलेको छैन भने राम्रोसँग सोध्न पनि पाइयो र धेरै जनाको गुनासा थियो कि फ्याक्ट्री वर्करको खुलेको छैन, जनरल वर्करको खुलेको छैन, यस्तै जेपीटी डिमान्ड हाल्नुहुन्छ। र त्यो जुन भाइले कमेन्ट गरेको थियो नि जेपीटी वाला, म त्यसको लागि डिमान्ड भन्दैछु। र जब नलेज छैन भने राम्रोसित सोध भाइ, राम्रोसित कुरा गर, किनभने अरु मेरो नि सब्स्क्राइबर छन्, हेर्छन्, राम्रोसित सोध्न सकिन्छ। जब नलेज छैन भने अरुलाई पनि कन्फ्युज गर्ने काम नगर त भन्दा धेरै मेरो यहाँ सब्स्क्राइबरहरु हेर्छन् भिडियो। र ल साथीहरु, स्वागत छ कनेक्ट टु नेपाल युट्युब च्यानलमा। वैदेशिक रोजगारमा मलेसियाको कुन कुन डिमान्ड आएको छ र मैले जति नि पोस्ट गर्छु तपाईले 101% जेन्युन दिन्छु। र हजुरले लट नम्बर हेर्नुस्, अहिले जनरल वर्करको डिमान्ड आएको छ। तपाईले लट नम्बर हेर्नुस्, यहाँ वैदेशिक रोजगारको वेबसाइट खोल्नुस्, गुगलमा गएर हेर्नुस्, पहिलो वेबसाइट यही खुल्छ। त्यसपछि हेर्नुस् वैदेशिक रोजगार विभागमा गएर तपाईले यहाँ गएर हेर्नुस्, यहाँ हेर्नुस्, यहाँ एलटी नम्बर हाल्ने हो। र एलटी नम्बरमा मैले कुन हाल्छु, मैले कुन डिमान्ड अपलोड गर्न गइरहेको छु भने यहाँ हेर्नु, यो आएको छ बीजी फार्मेसी को हो। म अहिले सब कुरा भन्ने छु, तपाईले मात्रै लट नम्बर हेराउन चाहन्छु। 325132 है, 325132। पहिला यो हेर्नुस् अनि त्यसपछि म सुरु गर्न गइरहेको छु। गएर चेक गर्नुस् 32, यहाँ यस्तो गएर 325132 खोजी गर्नुस्। हेर भाइ, डिमान्ड राम्रोसित हेर। स्काई वेमा आएको छ। पहिला मैले सर्टकटमा भन्न गइरहेको छु, पहिला तपाईले डेट हेराउन चाहन्छु। हेर्नुस् 2025/3 को आएको छ, 3 तारिखको आएको छ। आज सायद डिमान्ड बनाउँदा 7 तारिख भइरहेको छ। हेर्नुस्, पहिला म डेट पनि देखाइदिम, सरी, हेर्नुस्, ठीक छ, आज 7 जुनको। त्यही भएर मैले जति नि जनरल वर्करको माग गरेको छ र कहाँ डिमान्ड आएको छ र कुन ठाउँमा अन्तर्वार्ता हुन्छ, म सब कुरा भन्नेवाला छु साथीहरु। त्यही भएर भिडियोलाई स्किप नगर्नु होला। यतिसम्म हेर्नुभएको छ भने लाइक र सब्स्क्राइब गरिदिनु होला। र टिकटक साथीलाई यही भन्न चाहन्छु, प्लिज मेरो युट्युब च्यानलमा गएर भिजिट गर्नु होला। ल लागम अब डिमान्डतिर। यो मलेसियादेखि आएको छ पहिलो डिमान्ड, बिग फार्मेसी हेल्थ एन्ड केयर SDN-BSD। यो कम्पनीको नाम रहेको छ भने यो बिग फार्मेसी हेल्थ एन्ड केयर, यो फार्मेसी हो साथीहरु। यो नेपाल जस्तो मात्रै औषधि मात्रै बेच्दैन पहिलो नम्बर। यो भन्नाले मेडिसिनमा अब धेरै थरीको हुन्छ। अघि नै तपाईले भिडियो पनि देखाएको हो, अहिले पनि भिडियो पनि देखाइदिन्छु यो कस्तो रहेको छ मलेसियामा। र जो मलेसियाको साथीहरु छन् भने उहाँहरुलाई एकदम मजाले थाहा छ। म हजुरलाई अहिले भिडियो पनि देखाउन चाहन्छु। स्क्रिनमा हेर्नुस्, यो बिग फार्मेसी हेल्थ एन्ड केयरको यो म भिडियो पनि देखाइरहेछु, यही हो। र अब यसमा सुन्नुस्, यो लट नम्बर तपाईलाई देखाइसके। जनरल वर्करको माग गरेको छ 25 जनाको र बेसिक सैलरी 1700 रहेको छ भने हजुरलाई खाने सुविधा दिएको छैन, बस्ने सुविधा दिएको छ। र यसको अन्तर्वार्ता मेन पावरको कार्यालयमा हुन गइरहेको छ। यो तर भित्ता मोड झापामा भइरहेको छ साथीहरु, ध्यानदेखि सुन्नले। यो झापाको साथीहरुको लागि भइरहेको छ भने 2082 जेठको 29 गते 12 जुनको आजै 5 दिन छ। हजुरले अन्तर्वार्ता दिन जो त्यहीको लोकल छ भने उहाँहरुले कन्ट्याक्ट गर्नु होला। म पहिले भनिरहेको छु मलेसियाको लागि। र यो स्काई वे ब्युरो सर्भिस प्राइभेट लिमिटेड को हो साथीहरु। यो काठमाडौँमा रहेको छ भने यसको झापामा नि छ। तपाईले सिधै गएर झापाको कन्ट्याक्ट नम्बरमा गएर त्यहाँ त्यहाँ अफिसमा गएर भिजिट गर्नु होला, पहिलो नम्बर। र मलेसियाको अझै पनि डिमान्ड आइरहेको छ भने जनरल वर्करको आइरहेको छ र फ्याक्ट्री वर्करको आइरहेको छ। फ्याक्ट्री वर्कर भन्नेले तपाईहरुले के बुझ्नु भएछ, मात्रै यो ग्लोभ्स भयो, यो इलेक्ट्रोनिक आइटम भयो। हजुरको यो कन्स्ट्रक्सनमा ठुलो ठुलो पाइप हुन्छ, त्यसलाई नि भन्नाले फ्याक्ट्री वर्कर भनेर आउँछ। र फ्याक्ट्री वर्करको डिमान्ड पनि आएको छ। त्यो सिपमा बन्ने ठुलो ठुलो पाइप र सिप बनिरहेको ठाउँमा नि आएको छ डिमान्ड। सायद म भोलि या पर्सि अपलोड गर्नेछु, यस्तै तपाईलाई देखाउँछु एलटी नम्बर सहित। र त्यसमा धेरै कमसेकम 400 जनाको माग संख्या भएको जस्तो डिमान्ड आइरहेको छ। म त्यो सायद भोलि या पर्सि डिमान्ड अपलोड गर्छु। र महिला दिदीबहिनीहरुको लागि पनि डिमान्ड आएको छ। अब फ्री भिसा फ्री टिकटमा लागम।
यो जर्डन देशदेखि आएको छ फिमेलको लागि। यो महिला दिदीबहिनीहरूलाई म भनिरहेको छु पटक पटक, मलेसियाको लागि हजुर मात्रै कुरेर नबस्नुहोस्। धेरैजना मान्छेको माग हुन्छ, मलेसिया धेरैजनालाई रिटर्न लिन्छ र पढे लेखेको माग गरेको थियो। जो पढेको छैन त्यो मलेसियाभन्दा राम्रो यो जर्डन देशमा जानु। यो कम्पनीको नाम रहेको छ निडल क्राफ्ट क्लोथिङ इन्डस्ट्रियल। यसमा 275 जना फिमेलको माग गरेको छ दिदीबहिनीहरू। र मेन कुरा यो मेन पावरमा प्रत्येक महिना 2 महिनामा धेरैवटा डिमान्ड आउँछ यो जर्डन देशको। र फ्री भिसा फ्री टिकट रहेको छ भने यसमा 275 जनाको माग सङ्ख्या रहेको छ भने नेपाली 44,000 खाने बस्ने सुविधा दुवै दिएको छ। हप्ताको 6 दिन 8 घन्टा। नोटमा पनि यो हेर्नुहोस्, तलब तपाईँको 230 तर अझै 130 रुपियाँ के दिन्छ नगद र प्लस अझै 100 रुपियाँ वस्तुको सायद बोनस होला। र यसको अन्तर्वार्ता मेन पावरको कार्यालयमा जेठको 28 गते र 11 जुनको अझै तपाईँको 5 दिन रहेको छ। हजुरले नभए यो मेन पावरमा भिजिट गर्नुहोस्। जुनसुकै ठाउँदेखि हुनुहुन्छ भने यो मेन पावरमा जानुहोस्। यो टोटली फ्री भिसा फ्री टिकट हो, एक सुको लिन्न, मजाले जानुहोस्। एससीसी मेन पावर कम्पनी प्राइभेट लिमिटेड साथीहरू यो महाराजगञ्जनिर रहेको छ भने प्लिज दिदीबहिनीहरूले म यही भन्छु, एकचोटि यसमा पस्नुहोस्, मलेसिया नकुर्नुहोस्। त्यस्तै गरी अर्को डिमान्ड आएको छ दुबईदेखि। अर्को डिमान्ड हेरौँ। र यो टोटल फ्री भिसा फ्री टिकट आएको छ साउदी अरेबियादेखि। र यो कम्पनीको नाम रहेको छ अरेबियन क्याटरिङ फर जर्नल क्याटरिङ कप साउदी अरेबिया। र पहिलो नम्बरमा गार्डनरको माग गरेको छ 5 जना पुरुषको। स्यालेरी हजुरको 39,000। खाने बस्ने सुविधा कम्पनीले दिइरहेको छ भने हप्ताको 6 दिन 8 घन्टा काम गर्ने हो। हेभी ड्राइभरको 2 जनाको माग गरेको छ हजुरको नेपाली 72,000। खाने बस्ने कम्पनीले दिइरहेको छ भने यसको अन्तर्वार्ता छ म भन्छु। र यसमा हजुरको जीसीसी लाइसेन्स हुनुपर्ने हुन्छ भने। तेस्रो नम्बरमा क्लिनर जर्नल वर्करको मागेको छ भने 10 जनाको 36,000। खाने बस्ने कम्पनीले दिइरहेको छ भने ग्यास स्टेसन लेबरको 9 जनाको माग गरेको छ भने हजुरको 36,000। खाने बस्ने सुविधा दिइरहेको छ भने रुम बोय हाउसकिपिङको 10 जनाको माग 41,000 रहेको छ भने खाने बस्ने सुविधा दिइरहेको छ भने यसको अन्तर्वार्ता चलिरहेको छ भने। र फाइनल अन्तर्वार्ता हजुरको यही मिति 2082 जेठको 29 गते भन्नाले 11 जुनको भइरहेको छ। तपाईँले जान सक्नुहुन्छ। र यो मेन पावरको नाम रहेको छ भिजन इन भ्यालु ओभरसिज प्राइभेट लिमिटेड। तपाईँले व्हाट्सएपमा पनि कुरा गर्न सक्नुहुन्छ, टिकटकमा पनि कुरा गर्न सक्नुहुन्छ र अनलाइन आवेदन पनि दिन सक्नुहुन्छ। तपाईँले एकचोटि यसमा नि जान सक्नुहुन्छ फ्री भिसा फ्री टिकट। हस्, थ्याङ्क यू टु वाचिङ माई कनेक्ट टु नेपाली युट्युब च्यानल। र यतिसम्म हेरिदिनु भएको छ भने प्लिज लाइक र सब्सक्राइब गरिदिनु होला। र अब म सन्डे तपाईँलाई टिकटकमा लाइभ आउनेवाला छु र तपाईँको कुरा सिधै फेस टु फेस कुरा गर्नेवाला छु। र अझै पनि मलेसियाको डिमान्ड आउनेवाला छ साथीहरू। र अब तपाईँले मेसेजमा गर्नुहुन्छ, व्हाट्सएपमा मेसेज गर्नुहुन्छ, मैले रिप्लाई दिन सकेको छैन। त्यही भएर अब तपाईँहरूको लागि मैले अब प्रत्येक हप्ता आउने छु अनलाइन हजुरको टिकटकमा। केही दिनमा म अपडेट दिनेछु कति बजे र कुन ठाउँ कति बजे र सन्डे त आउने नै हो। म सब चिज भन्नेवाला छु। हस्, थ्याङ्क यू टु वाचिङ माई कनेक्ट टु नेपाली युट्युब च्यानल।